सो हेलो गाइस, आज म बर्मिङगमको फेमस लाइब्रेरी जाँदैछु। सो लेट्स गो विथ मी। नमस्ते सबैलाई। आजको ब्लगमा म बर्मिङगमको सबैभन्दा आइकोनिक प्लेस मध्येको एक लाइब्रेरी अफ बर्मिङगम एक्सप्लोर गर्न जाँदैछु। जज स्ट्रिटबाट हिँडेर समर रो हुँदै लाइब्रेरीतिर लाग्दा नै सिटीको एटमोस्फियर एकदम पिस फिल भइसकेको छ। र देख्न सक्नुहुन्छ कति राम्रो क्यानल छ। क्यानलमा मान्छेहरू कस्तो चिलमा बोट राइड इन्जोय गर्दैछन्। यो बिजी लाइफमा मान्छेहरू पिस इन्भाइरोमेन्टमा रमाउन चाहन्छन्। र बर्मिङगमको क्यानलको हिस्ट्रीको कुरा गर्नुपर्दा एकदम इन्ट्रेस्टिङ छ। इन्डस्ट्रियल रिभोल्युसनको टाइममा यही क्यानलबाट सामानहरू ट्रान्सपोर्ट गरिन्थ्यो। यो सफा क्यानल, फुलहरू, सफा बाटो हिँड्दै हिँड्दै लाइब्रेरीतिर जाँदैछु म। र फाइनल्ली हामी लाइब्रेरी अफ बर्मिङगममा पुगिसकेको छौँ। बाहिरबाट हेर्दा नै यो बिल्डिङको डिजाइन एकदम युनिक छ। सर्कुलर मेटल प्याटर्नले बनेको यो आर्किटेक्चर बर्मिङगमको मोडर्न आइडेन्टिटीको एक सिम्बोल जस्तो लाग्छ। र लाइब्रेरीको कुरा गर्नुपर्दा यो लाइब्रेरी 2013मा इस्टाब्लिस भएको हो र यो चाहिँ युकेको सबैभन्दा ठुलो पब्लिक लाइब्रेरीको मध्येको एक मानिन्छ। यहाँ 1 मिलियन अर्थात् 10 लाखभन्दा बढी बुक र डिजिटल रिसोर्सेसहरू छन्। यो लाइब्रेरी अगाडिको ब्रोन्ज स्ट्याचु रियल बर्मिङगम फ्यामिलीको हो, जसले बर्मिङगमको सिङ्गल मदर, सिस्टर र उनको छोराहरूको माया र स्ट्रेन्थ देखाउँछ। सो लाइब्रेरीभित्र छिर्ने बित्तिकै एकदम शान्त र वेलकमिङ इन्भाइरोमेन्ट फिल हुन्छ। स्टुडेन्ट, रिसर्चर, प्रोफेसनलदेखि फ्यामिलीसम्म सबै देख्न सकिन्छ। यहाँ फिक्सन, साइन्स, बिजनेस, टेक्नोलोजी, लिटरेचर जस्तै धेरै क्याटेगोरीको बुकहरू राखिएको छ। र यो हो लाइब्रेरीको रुफटप गार्डन। अनेस्टली मलाई यो एकदम मन पर्यो। लाइब्रेरीको टपमा यति राम्रो गार्डन छ। यदि तपाईँ सिटीको हसलबाट अलि ब्रेक लिन चाहनुहुन्छ भने यो रुफटप गार्डन पर्फेक्ट प्लेस हुनसक्छ। यहाँबाट सिटीको एकदमै राम्रो दृश्यहरू देख्न सकिन्छ र एकदम पिसफुल इन्भाइरोमेन्ट पनि रहेको छ। सो अब हामी गार्डनबाट तल जाँदैछौँ।
धेरै बुक राखेको छ, तपाईँहरू आएर यहाँ पढ्न सक्नुहुन्छ। सो ओभरअल भन्नुपर्दा लाइब्रेरी अफ बर्मिङहम मलाई एकदम इम्प्रेसिभ लाग्यो। यहाँको आर्किटेक्चर, बुक्स, पिसफुल इन्भाइरोमेन्ट र रुफटप गार्डन सबै कुराले यो प्लेसलाई एकदम राम्रो बनाएको छ। यदि तपाईँ बर्मिङहम आउने प्लान गर्दै हुनुहुन्छ भने यो लाइब्रेरी भिजिट गर्न नबिर्सिनु होला। सो लाइब्रेरीको तलतिर टेबल टेनिसको स्पेस पनि देख्न सकिन्छ। लाइब्रेरी सिर्फ पढ्ने ठाउँ मात्रै होइन, कम्युनिटीलाई कनेक्ट गर्ने र रिल्याक्स गर्ने स्पेस पनि रहेछ भन्ने कुराको इक्जाम्पल हो यो। सो अर्को ब्लगमा फेरि भेटौँ। अन्टिल देन टेक केयर एन्ड सी यू सुन।